मैले पालेको मौरीहरू कस्तो कस्तो छ, कुन घारमा पालेको छु भन्ने देखाउन गइरहेको छु। मैले मुडेघार, खोपेघार र परम्परागत गोलो मुडाको घारको, आधुनिक घारको मौरीहरू सबैको भिडियो गरेर राखेको छु र यो चाहिँ तपाईहरुलाई देखाउन लागिरहेको छु। यो पहिलो आधुनिक घार हो। यो घारमा यसरी मौरीहरू बसिरहेको छ। यो दोस्रो आधुनिक घार हो। यसमा पनि मौरीहरू राम्रैसँग खेलिरहेको छ। यो मैले पालेको आधुनिक घार को दोस्रो घार हो। यहाँ चाहिँ यसरी मौरीहरूले पोलन बोकेर आउने जाने गरिरहेको छ। यसमा पनि भित्र 8 फ्रेम जति मौरी छ। यो बलियो घार नै मान्न सकिन्छ 8 फ्रेमलाई र यसले प्रगति गरिरहेको छ। यो राम्रै छ। यो मैले पालेको आधुनिक घारको दोस्रो घार। यो परम्परागत मुडे घार हो। यसमा पनि मैले मौरी राखेको छु। यसमा नि यसरी मौरीहरू खेलिरहेको छ। यसमा धेरै पनि छैन, ठिक्क मौरी छ। तर यो मौरीले निरन्तर प्रगति गर्छ भन्ने अपेक्षा छ। यसरी पोलनहरू बोकेर आइरहेको देख्न सकिन्छ। यो चाहिँ पहेँलेको काठबाट निर्मित मुडेघार हो। यो मौरीको घार ठिक्कको छ, ठुलो पनि छैन, सानो पनि छैन। यतिको घारमा चाहिँ मौरी राम्रोसँग फैलाउँछ। थोरै मौरी पनि यो घारमा राम्रोसँग फैलाउँछ। राम्रोसँग न्यानो बनाउन सक्ने र मौरीले चाहिँ घार को तापक्रमलाई मेन्टेन गर्न सक्ने भएकोले यो घार मौरी पाल्नको लागि उपयुक्त घार नै मान्छु म। यो खालको घार चाहिँ मलाई अलिक राम्रो नै लाग्छ। ठुलो घारमा पनि मौरी त्यति सप्रिँदैन जस्तो लाग्छ म आफूलाई चाहिँ, मेरो अनुभवले। र सानो घार भयो भने पनि त्यति राम्रो हुँदैन। यतिको घारलाई चाहिँ मैले ठिक्कको घार मान्ने गरेको छु। मैले पालेको तेस्रो आधुनिक घार हो यो। यसमा पनि मौरीहरू राम्रै छ। राम्रोसँग पोलनहरू बोकेर आइरहेको छ। निकै बलियो घार छ यो। र यसमा चाहिँ बाक्लैसँग पोलनहरू पनि बोकेर आइरहेको छ। यो मैले पालेको घारहरू मध्येको तेस्रो आधुनिक घार हो। यसरी राम्रोसँग अहिलेको सिजनमा पोलनहरू बोकेर राम्रोसँग प्रगति गरिरहेको छ यिनीहरूले। यो मेरो चौथो आधुनिक घार हो। यसमा ठिक्क छ मौरी, धेरै पनि छैन, थोरै पनि छैन। लगभग 5 फ्रेम जति मौरी छ। तर राम्रोसँग पोलन बोकिरहेको छ। राम्रो प्रगति गरिरहेको छ यसले पनि। यो चाहिँ मैले पालेको मध्येको अर्को मुडेघार हो। यो भर्खरै लगाएकै मौरी हो। खासै धेरै भएको छैन, तर राम्रोसँग बसिरहेको छ, काम गरिरहेको छ। यो पनि मैले पालेको मौरी मध्येको राम्रै प्रगति गरिरहेको मौरी नै हो। यसरी मौरीहरू जाने आउने गरिरहेको छ। मैले अर्को मुडेघारमा यसरी झुन्ड्याएर पनि बाँधेर राखेको छु मौरी। यो पनि मौरी राम्रै छ। यसरी दुई ठाउँबाट निस्किने पस्ने पुवाल बनाइदिएको छु र यसमा राम्रोसँग पोलनहरू बोकेको छ, आउने जाने गरिरहेको छ। यो यसरी पनि हामीले मौरी पालन गर्न सकिन्छ। मैले पालेको अर्को आधुनिक घार अर्थात् पाँचौं आधुनिक घार यसरी कोदोबारीको माझामा किला गाडेर पनि मैले पालेको छु। यसरी पनि बारीमा पनि पाल्न सकिन्छ। आफ्नो अनुकूलको हाइट मिलाएर मजाले पालियो भने सफल नै हुन्छ यसरी पाल्दाखेरि पनि। र सजिलो पनि हुन्छ। खुल्ला ठाउँमा मौरी राख्ने ठाउँ नभएको अवस्थामा यसरी
पनि मौरी पाल्न सकिन्छ। यो मैले भर्खरै राखेको मौरी हो। यसरी मौरीहरूलाई चाहिँ विभिन्न स्थानहरूमा झुन्ड्याएर भित्ताहरूमा अड्काएर र बारीको डिलहरूमा पनि व्यवस्थापन गरेर पाल्न सकिन्छ। मैले पालेको अर्को घारमा यो खोपे घार पनि पर्छ। यो खोपे घारमा पनि मौरी राम्रोसँग फस्टाउने हुन्छ र यसरी खोपालाई चाहिँ घारको रूपमा उपयोग गरेर मौरी पालन गर्न सकिन्छ। खोपे घारमा पनि मौरीहरू राम्रोसँग फस्टाएर राम्रोसँग मह लगाएको पाइन्छ। यहाँ मैले एउटा खोपे घारको पनि नमुनाको रूपमा यहाँ भिडियोमा राखेको छु।